सरकार चुनावको तयारी गर्दै छैन, यो षड्यन्त्रको तयारी गर्दैछ। जेनजीहरूसँग भएको भनिएको षड्यन्त्र, यो सम्झौता षड्यन्त्र हो। संविधान संशोधन गर्छन् अरे यिनीहरूलाई संविधान संशोधन गर्न भनेर प्रधानमन्त्री बनाएको थियो। चुनाव गराउनु भनेको संविधान संशोधन गर्ने अरे। यिनीहरू दुईटै संसद बराबर भइहाले, यसले चुनाव गराउँदैन। त्यसकारण म विश्वास गर्दछु सम्मानित अदालतले राष्ट्र यस्तो जटिलतामा परेका बेला सम्मानित अदालतले राष्ट्रको जटिलता जब अदालतका हातमा छ, संविधानले अर्को कुनै विकल्प दिँदैन, अर्को कुनै उपाय दिँदैन। असंवैधानिक हो यो सरकार, असंवैधानिक ढङ्गले संसद विघटन गरिएको छ।